हेलो साथीहरु सबैलाई स्वागत छ मेरो ब्लगमा। हेलो आज हामी कहाँ जाला हो भन्दा भने त खाइजरो छिरो खटीमा साइकलमा चाहिँ हामी हेर्न सक्नुहुन्छ हाम्रो कारमा स्कुटीमा हाम्रो स्कुटीमा हामी खटीमा जाँदै छौं। म चाहिँ खिच्ने अलि मेचुनी गएको तल के म चाहिँ चलाउने होला हेर्न सक्नुहुन्छ इले चाहिँ बस्ने होला हैन। अब के गर्नु एउटा स्कुटी भएपछि त बसाल्नु पर्यो हैन। अब इन्डुला साइकल चलाउन आन्न उ त्यहाँबाट मान्छेहरु हेरिराख्ने हेर्न सक्नुहुन्छ अनि गाइस म चाहिँ खटीमा आइसक्यौं। हामी चाहिँ साइकलमा चाहिँ आएन मोटरमा चाहिँ आएको। अनि कति खटीमा कति किन जान्छौ भन्नुहुन्थ्यो होला हैन। म चाहिँ खटीमा किन जान्छु भन्दाखेरि हैन त्यहाँबाट हेर्दै छन् के डाक्टरहरु हस्पिटलमै पुगिसकेको छु नि त म। अनि मेरो कानको अपरेसन गरेको थियो नि त अनि मलाई हप्तामा बोलाइरा हुन्छ। अनि त्यही भएर चाहिँ म आज मलाई एकदम गाह्रो भएको थियो, मेरो कान दुखेको थियो। अनि त्यही भएर चाहिँ हामी चाहिँ खटीमा आएको थियौँ चारैजना। अनि त्यही भएर नानीहरू चाहिँ अलिअलि सामान किन्ने भनेर आएको थियौँ। अनि चाहिँ म चाहिँ हस्पिटल पुगिसकेको छु हेर्न सक्नुहुन्छ। उनीहरू चाहिँ बसेछन् अनि त्यही भएर चाहिँ आएको चाहिँ अनि हेर्नुहुन्छ मेरो कानको के भन्छ आज चाहिँ हेरौँ साथीहरू। गाइस मेरो कान चाहिँ त्यस्तो भएछ हेर्नुको होला सबैजनाले। हामी चाहिँ आयौँ सब्जी मन्डी गलीमा हेर्न सक्नुहुन्छ। सब्जी मन्डी गली चाहिँ यस्तो भिड यति धेरै छ, यति धेरै भिड छ, यति धेरै भिड छ हेर्न सक्नुहुन्छ। भिड यति धेरै छ। अनि त्यसपछि हामी चाहिँ आउँदैछौँ ल्याउन अनि कपडा किन्नलाई पनि सुटहरू किन्नलाई आएको छ हेर्न सक्नुहुन्छ। हिँड्दैछन् यति धेरै भिड छ कि आज खटीमामा किनकि नौ दुर्गाको हेर्न सक्नुहोस् गाइजहरू हामी चाहिँ अब आइसकेका छौँ लुगा किन्ने ठाउँमा। लुगा किन्ने ठाउँमा पनि यति धेरै भिड छ, यति धेरै भिड छ हेर्न सक्नुहुन्छ। यति धेरै भिड छ तर कुन सुट लगाऊँ हेरेर तपाईँहरूलाई कुन सुट मनपर्छ भन्नु होला। म चाहिँ सुट किनिदिन्छु हैन। अनि हेर्न सक्नुहुन्छ गाइज यहाँ सुट देखेर फ्यान्डा भन मान्छेहरू हेर्छ। हामीले चाहिँ सुट किनिसक्यौँ। यो अङ्कल 300 को देऊ न भैया यो देऊ न। हामीले चाहिँ यो सुट लगेको छौँ कतिको भने चाहिँ 400 कहाँ जाने हो 490 को सुट लगेको छौँ। यिनी अङ्कल मिलाउँछन् कि तर बहुत मिलाउँछन् त्यो सुट लगाइरहेको थिएँ म तर त्यो पनि 400 मा लैजा भन्थे तर खप मिलाएर हामीले चाहिँ सुट लगिसक्यौँ गाइजहरू हेर्न सक्नुहुन्छ। अब चाहिँ हामी घर जान्छौँ, घर गएर औषधि खान्छौँ हेर्न सक्नुहुन्छ। गाइज हाम्रो चाहिँ अब लास्ट हो यो खटीमामा आउने फेरि यो गन्नाको जुस खाने हामी घर जाने हाम्रो चाहिँ हो रुटिनै हो। तर हामी यहाँ केही पनि खाँदैनौँ नगरा खान्छौँ त्यहाँ आउँदा चाहिँ भात छ नि त त्यही भएर चाहिँ खाँदैछौँ हेर्न सक्नुहुन्छ। फाइनली गाइजहरू चाहिँ घर जाँदैछौँ हेर्न सक्नुहुन्छ काँक्रा खाँदै बालरको बच्चाहरू हेर्न सक्नुहुन्छ। खटीमामा होटल छैनन् त्यही भएर चाहिँ हामी नगरेर खाने हो। अनि हामी घर जाँदैछौँ। कस्तो लाग्छ मेरो भ्लग भन्नु न कमेन्टमा। यति भन्दै बाई बाई।